नमस्कार साथीहरू, आजको समयमा हामीले सिक्नै पर्ने र जान्नै पर्ने केही कामहरूमध्येको एउटा काम रहेको छ इमेल पठाउन सिक्नु। हामीलाई हरेक समयमा हरेकपल्ट हरेक कामको लागि इमेल पठाउन सिक्नुपर्ने हुनसक्छ, इमेल पठाउन जरुरी पर्न सक्छ। यस्तो अवस्थामा हामी के गर्ने त भन्दा सधैँभरि अरूलाई सहयोग मागेर सधैँभरि साध्य हुँदैन। त्यसको लागि हामी आफैले इमेल पठाउन सिक्नुपर्दछ। आउनुहोस्, आजको भिडियोमा म तपाईहरुलाई इमेल कसरी सजिलैसँग पठाउन सकिन्छ यसको बारेमा सिकाउन गइरहेको छु। मलाई धेरै पटक मेरा आफन्ती अनि त्यसपछि स्टाफहरू अनि सब्स्क्राइबरहरू र फलोवर्सहरूले चाहिँ इमेल पठाउने तरिकाको बारेमा पनि भिडियो बनाउनु न भनेर मलाई पर्सनल रूपमा धेरै पटक भनेको हुनाले उहाँहरूको अनुरोधमा र उहाँहरूको प्रश्नको जवाब स्वरूप मैले चाहिँ आजको भिडियो बनाउन गइरहेको छु। आउनुहोस् भिडियोको सुरुवात गरौँ। त्योभन्दा अघि भिडियोलाई प्लिज एकपटक लाइक गरिदिनु होला। अनि त्यसपछि भिडियो हेरिसकेपछि भिडियो कस्तो लाग्यो एउटा सानो कमेन्ट पनि गरिदिनु होला भन्दै अब म लाग्छु सिधै इमेल कसरी पठाउने त्यसतर्फ। इमेल पठाउने प्रक्रिया मोबाइल र ल्यापटपमा एउटै हो र म अहिले चाहिँ ल्यापटपबाट सिकाउन गइरहेको छु। यसको लागि सर्वप्रथम तपाईले क्रोम ब्राउजर खोल्नुहोस् र सर्चमा गएर gmail.com लगइनमा क्लिक गर्नुहोस्। त्यसपछि सुरुमा आएको इमेल लगइन भन्ने यहाँनिर छ, यसमा क्लिक गर्नुहोस्। नयाँ पेज देखिनेछ। अब हामीले यहाँबाट इमेल पठाउनको लागि सर्वप्रथम जानुपर्ने हुन्छ बायाँपट्टि माथि कम्पोज लेखेको ठाउँमा कलमको चिन्ह रहेको छ। यहाँनिर कम्पोजमा क्लिक गर्नुहोस्। कम्पोजमा क्लिक गरिसकेपछि अब हामी यहाँनिर टु लेखेको छ, हामी जसलाई इमेल पठाउँदैछौँ, जुन ठेगानामा हामी इमेल पठाउँदैछौँ त्यो ठेगाना चाहिँ हामीले टुमा टाइप गर्नुपर्ने हुन्छ। जस्तो कि म यहाँनिर अहिले एउटा इमेल आइडीमा इमेल पठाउँदैछु। यहाँनिर म प्रज्वला पुन म्यामलाई यहाँनिर यसरी इमेल पठाउँदैछु र यहाँ चाहिँ मैले आइडी लेखिसकेको छु। अब अलिकति तल जानुभयो भने सब्जेक्ट लेखेको ठाउँमा चाहिँ तपाईले के पठाउनु भएको त्यो लेख्नुहोस्। जस्तो कि मैले अहिले चाहिँ क्वेसन पठाएको छु, क्वेसन लेखेको छु। अब यति गरिसकेपछि हामीले फाइल अपलोड गर्नुपर्ने हुन्छ। यहाँबाट अट्याच फाइल लेखेको छ नि, यहाँनिर यहाँ क्लिक गर्नुहोस्। त्यसपछि तपाईले आफ्नो फाइल कहाँ सेभ गर्नुभएको छ त्यो खोज्नुहोस्। मैले चाहिँ डेस्कटपमा, अनि त्यसपछि यहाँनिर प्रेमकला बाँठा र यो भित्र फेरि क्वेसन र क्वेसनमा पनि यहाँनिर सेरोफेरो भनेर चाहिँ एउटा फाइलको नाम राखेको छु, जीके अथवा सेरोफेरो जे पनि हुनसक्छ। यसरी क्लिक गरेर यहाँबाट ओपन गर्नुहोस्। अब पनि यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो फाइल अट्याच भइसकेको छ। GKDOCS लेखेको छ नि, यो चाहिँ हाम्रो फाइल अट्याच भइसकेको छ, यहाँनिर देख्न सक्नुहुन्छ। अब भने हामीले सिधै यहाँनिर सेन्ड लेखेको छ नि हरियो अक्षरमा यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ। सेन्डमा हामी यसरी क्लिक गर्छौँ। अब सेन्डमा क्लिक गरिसक्न बित्तिकै यहाँनिर देख्न सक्नुहुन्छ बायाँतिर म्यासेज सेन्ड भनिसकेको छ, हाम्रो इमेल गइसकेको छ। अब हाम्रो इमेल गयो कि गएन भनेर हामीले फेरि एकचोटि चेक गर्नुपर्ने हुन्छ। यसको लागि यहाँनिर आएर सेन्ड भनेको छ, यहाँनिर क्लिक गर्नुहोस्। सेन्डमा क्लिक गर्न बित्तिकै हाम्रो अब सबैभन्दा सुरुमै आउँछ, यहाँनिर देख्न सक्नुहुन्छ। अब टु भनेको प्रज्वला पुन अनि क्वेसन भनेर यसरी यहाँबाट हाम्रो फाइल अब गइसकेको छ। तपाईहरु पनि यसरी नै सजिलैसँग इमेललाई पठाउन सक्नुहुन्छ। आजको भिडियो कस्तो लाग्यो, मन परेमा लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न भने नबिर्सनु होला। आगामी समयमा यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर छेउमा रहेको घन्टीमा थिचेर अल नोटिफिकेसन अन गरिदिनु भयो भने यस्तो भिडियो सबैभन्दा पहिले तपाईकोमा आइपुग्नेछ है त।